चाहिँ तिते पनि बनाइसक्नुभयो। तिते मूर्ति 110 फिट अग्लो एलम्बर हुन्छ पर्दैन के तपाईँ हामी कहाँ खुट्टा छुनुपर्छ यहाँ छोराहरू यहाँ राखे लागेको अझै कटहर आँप बनाउनु छोडेको रहेन है सम छैन त हाम्रो पुर्खा जमानमा चड्कै रहेछ नि बाटो चाहिँ बनाउनु पर्यो नाताहरूले गाह्रो हुने भयो गैँचा लाउनु लाग्छ हौ किन यत्रो कसरी लिएर आउनुपर्ने नाचेको पनि लाउनु भन्छ टिकटक राति भेन्टाडा टुङडिस भन्नु नमिल्ने है। दर्शन नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ म कहाँ आएर चाहिँ भिडियो स्टार्ट गर्दैछु त है, नयाँ नौलो ठाउँ छ। आज चाहिँ म भनेको कहाँ जाँदैछु भन्ने कुरा त तपाईँलाई हाइलाइट र थप्नेले थाहा पाइसक्नुभयो। म आज मेरो ससुराल रामबडी विजय खर्कमा जाँदैछु। तपाईँहरूलाई म उतैको भिडियोहरू देखाउने छु है। ओहिलेको चाहिँ पानी पर्न लाग्यो, त्यही भएर म लाग्छु। उतै भेटौँ है त। ओके बाई बाई। यो हाम्रो मुडे टु नन्थलाको माउरेको चाहिँ यो ठ्याक्क बिचको बाटो हो। यस्तो कुहिरो पनि लागिरहेको छ, मान्छे देखिन गाह्रो छ। यस्तो बाटो छ पर सिधा जोड्ने बाटो त्यो छैन त, तर त्यो तल ठुलो खोला बढेकोले गर्दा त्यो खोलामा पुल लगाएको छैन, अनि तर्न सकिँदैन, गाह्रो हुन्छ। त्यस कारण म यो बाटो हिँड्नु परिरहेको छ है त। बाटो त पुरै छ नि, फेरि स्विजरल्यान्डको जङ्गल यस्तै कुदेको याद आउँछ। यसरी नै कुदेको थिएँ पनि भन्न नमिल्ने। सिलगढीले फेरि पुरै छ मालिङको खारी। यो चाहिँ म हुँदै गढी आइपुगेँ म, तर म रोकिन्न किनभने अलिक ढिलो पनि भइसकेको छ। के त किन त ल म हुँदैगढी हामी चाहिँ आइपुगेको छौँ। यहाँदेखि सिधै उता गयो भने चाहिँ हामी के अरे उता काठमाडौँतिर गइन्छ भने, पुरै पश्चिमतिर गइन्छ भने यो उधर चाहिँ हामी बिपतिर गइन्छ। हाम्रो यहाँ सर बसिराख्नु भएको रहेछ। यो चाहिँ टक्क हामी तल यो आँखा पोखरी भन्छ है, बाउरेको आँखा पोखरी, यो नगरपालिकाद्वारा बनाएको। अब चाहिँ लगभग मेरो कच्ची रोड मात्रै छ है, कच्ची छ। अब सिधै ओह्रालो लाग्ने सम्भावना मेरो आइसक्यो। ओह्रालो लाग्ने बाटो लगभग आइसक्यो। यहाँ राखे लागेको अझै कटहर आँप बनाउनु छोडेको रहेन है। यता चाहिँ हाम्रो ठ्याक्क बुइपा ओह्रालो यहाँदेखि पूर्वतिर लाग्छ है। यहाँदेखि चाहिँ सिधै गाईघाट झर्छ, गाईघाट झरेपछि पूर्वतिर लाग्ने बाटो चाहिँ यो हो। अगाडि जिप जाँदो रहेछ, सायद यो पूर्वतिर गाडीतिर झर्ने बाटो नै हो। यो गाडी हो 100%। नचिप्दै A few moments later. ल एलम्बर पार्क जुन बनाएको छ मूर्ति 110 फिट अग्लो एलम्बरको मूर्ति चाहिँ संसारकै सबैभन्दा ठुलो पञ्चदोबाट भन्छ, शुक्रबार पनि भन्छ। त्यहाँ हाट बजार लाग्छ शुक्रबार, त्यहाँ बनाएको छ। म देखाउँछु तपाईँहरूलाई, हेर्नुहोस्। दामी छ है। मान्छे हिँड्दैछ तल खुट्टामा, हेरेर सानो मान्छे यत्रो खुट्टामा। ह्यान्डसम छैन त हाम्रो पुर्खा, जमानमा चड्कै रहेछ नि हौ। एक दुई पोया दारी पनि थियो रहेछ पुर्खाको। टिर धनु काँड बोकेर हिँडेर शिखर गर्दैछ रहेछ। यस्तै छ यहाँ। यो भवनहरू चाहिँ सबै खाजा खाने ठाउँ, बस्ने कि भन्ने। यहाँनिर पुस्तकालय पनि छ जस्तो लाग्छ। यहाँ पुस्तकालय यहाँ जति पनि जस्तो लाग्छ। यहाँ गेट चाबी लगाएको रहेछ, हेर्नुहोस् त।
किन लापरवाही गरे अरे नि त मान्छेले धेरै पस्ने अनि माथि त्यो मूर्ति कोर्दिने अनि फुटाइदिने त्यस्तो गरे अरे त्यही भएर चाबी लाउन थालेछ त्यसकारण सायद यो टिकट सिस्टम गर्छ होला कि त्यसै सानो एलम्बर यो चाहिँ रैछाकुले होला रैछाकुले अहिले चाहिँ ठ्याक्क शुक्रबारेमा छु है त हाम्रो पञ्चायत बाटो भन्छ यो साइड पुरै पश्चिम यो साइड पुरै पूर्व यो साइड गयो भने खोटाङ योदेखि फेरि यो बाटो गयो भने चाहिँ हामी गाईघाट पूर्व जति पनि पूर्व अब गाईघाट सुनसरी उता के अरे मोरङ झापा इलाम जति पनि जानुपर्ने यो बाटो पनि गइन्छ हुनु त यता परपट्टि गएर पनि घुर्मीबाटै छुट्छ होइन पूर्व जानेहरू तर यता पनि विशेष छुट्टो चाहिँ सबैभन्दा छुट्टो यो बाटो यो चाहिँ शुक्रबारे बजार पञ्चायत बाटो भन्छ यो साइड बुइपा पर्छ भने होइन यो चाहिँ विजय खर्कमै पर्छ कि बुइपामा पर्छ सायद विजय खर्क र बुइपाको बिचमा पर्ने यो सङ्गम बिन्दु सङ्गम स्थल हो यो भनेपछि यहाँदेखि चाहिँ अब हामी छुट्टिन्छौँ मेरो चाहिँ जाने बाटो यो बाटो है त यताबाट चाहिँ माला हुँदै यता तल रेग्बिटार पुगिन्छ भने होइन खामतेल हुँदै यताबाट चाहिँ फेरि कहाँ जान्छ नि विजय खर्क रामबाडी बसेरी जाने चाहिँ यो बाटो है त मेरो ससुराली यो बाटो हो ल है ससुरालीको बाटो चाहिँ यस्तै छ है कुन बाटो जानुपर्छ म बिचको बाटो जानुपर्छ अब कता कुना कोसेले चाहिँ च्यातेर प्याजपुज भइसक्यो होला ससुराली बाटो चाहिँ बनाउनु पर्यो नाताहरूले अलिक गाह्रो हुने भयो जै चाहिँ लाउनु कता बाटो डोड्याको फेरि ओह्रालो उस्तै राम ए दाउरा बेचेको रहेछ त्यही भएर सबै ट्र्याक्टर हिँडेर त सबै बिगारेछ नि त एकछिन रेस्ट गर केटा ज्यान दुख्यो यसै त्यहाँबाट ट्र्याक्टरले लिँदै जाँदै अनि ट्र्याक्टरले बिगाइहाल्छ नि रोड त खल्ला ठुलो ल म फाइनल्ली अब मेरो ससुराल भएर पुग्न लाग्यो है यहाँदेखि यता भित्र पस्नुपर्छ अघि आपाले चाहिँ ढुङ्गा निकालेर पनि बाइक पस्ने ठाउँ बनाइसक्नु भएछ है त यो आपाले चाहिँ प्रायः यसै गर्नुहुन्छ यहाँ बाइक लिएर आउँछ है जहाँ भनेपछि न बार्लो आएको हुन्छ नि त ढुङ्गा यता है मेरो ससुराल चाहिँ जङ्गल जाने हो कतै घरसम्म चाहिँ जान्छ जाँदैन हेरौँ जान्छ कि भनेर आएको जान्छ यहाँ चिप्लो छ भने त भरे निस्किँदैन त फेरि हो निस्किँदैन भोलि गाँठे यस्तोमा त्यही भएर यतै राख्छु बरु म यतै राख केटा नलैजाऊ त उधो नलैजा काबु म फर्काएर राख भोलि सजिलो हुन्छ त्यसकारण म यहीँ पार्किङ गरिदिन्छु केही हुँदैन होला ससुरालीहरू त्यस्तो फटा छैन जहीँ चाहिँ लाएको जोगाउनु पर्छ भन्ने खालकै छ सबैजना मेरो ससुराली घर चाहिँ त्यही हो देखिराख्नु भएको छ नि त्यही हो
ठक पनि कता कता के भयो फाटेर के दुलो भइसक्यो सबै झन्डै चुडिएछ मेरो कोसेलीहरू के हो यो यी छोड्दे म गएँ थाहा भयो ससुराल घर चाहिँ म लगभग आइपुगेँ बाइक माथि नै राख्दै यहाँ गाह्रो छ है त यो हो मेरो ससुराल घर मेरो श्रीमतीको माइत है त बाख्रा ए ल यो छ ससुराली हो हेर हेरे छक्कै होइन ज्वाइँचेलाई अप्पा आम्मा हौ एक्लै त नि को छ र अब छोरी काठमाडौँ बसे गर्छ त नि यता मेरो सासु आमा चाहिँ यता खाने पिन्ते बनाउनु हुँदो रहेछ है त आपा ए ल म यतै गएँ है त आपा परे हुनुहुन्छ हजुर आपा ए हो बाटो चाहिँ बिगारेको छ नि ट्र्याक्टरले हजुर नमस्ते हुन्छ हुन्छ पर्दैन के तपाईँ हामी कहाँ खुट्टा छुनुपर्छ यहाँ छोराहरू है छोरा मान्छेको छोराको कहाँ खुट्टा छुनु आपा आमाकै छुनुपर्छ त हजुर त्यही त यो चाहिँ फुल काटिदिनु भएको यो काटिदिनु भएको सबै ए ठिकै छ खासै बिसाएन सरसरी तर बाटो चाहिँ ट्र्याक्टरले खत्तमै बनाएर दुईजना त आउनु नसकिने रहेछ गाडी छ पानी पर्यो भने त जाँदैन जाँदैन आमा हट पानी परेन भने पर्यो भने यतै बस्नुपर्छ नि अनि एक्लै त गइन्छ एक्लै त जसरी पनि गइन्छ दुईजना भए चाहिँ गाह्रो हुन्छ एकजना त जसरी गइन्छ सकिन्छ हजुर सकिन्छ ल म आइपुगेँ अब गफसफ गरिन्छ मम्मीलाई अनलाइनमा देखाउँछ फोन गऱ्यो मम्मीले अनि हिँडिसकेको छ हाम्रो कान्छी त किन भन्नुभयो ए भनेर ए हजुर सोधेको ए फोन गर्नुभएको थियो हिँड्नु भयो कि भएन हजुर अनलाइनमा देखियो ए आमालाई फोन गर्नुभएको थियो ए मम्मीले हजुर हजुर जमानामा आप्पा आमा सासुमालाई दिनु पर्यो नि त कोसेली के गर्नु ल है म त यतै आएँ यतै ल हौवा नमस्ते खुट्टा छुनु पर्दैन परे गर्नु न भइहाल्छ के कस्तो पाप पो लाग्छ हौ किन यत्रो कोसेली लिएर आउनुपर्ने के कोसेली छ र त्यहाँ केही न के उयो दुनोट चाहिँ तातै बनाउँछ दिक्तेलमा अनि यसो हेरेको त तातै लिएर आएको बाटोमा के बाख्रा कुखुरा तिते बनाउनु हुँदैछ क्या तिते बनाएको यहाँ अघि नै गर्नु पर्ने भनेको आप्पा ज्वाइँ नाङ्ने हो के काम पर्ने हो भन्छ के को पर्दा आउँछु भनेपछि भन्छु अनि होइन कल गर न कल गर भनेको अनि म त गरे कल गरेको भिडियो कल लागेन अनि कल गरेको त स्विच अफ भयो तपाईँको ए मोबाइल मेरो स्विच अफ त थिएन स्विच अफ कसरी भन्यो तिते ए तिते
रोटी बनाउनु हुँदैछ आमाले। आमाले चाहिँ तिते पनि बनाइसक्नुभयो। तितेको भान्से हुँदैछ। हस् मेरो सासू हेर्नुहोस् है कति बखरका हुनुहुन्छ। गएको हेरे के लिनु आएको त्यो के कति देखाउनु पनि के आयो अरे तपाईँहरूको मेरोमा तपाईँहरूको भनेर भन्नुभएको थियो त। त्यो मोनिटाइज मेरो अब भिडियोबाट अलिअलि पैसा आउँछ क्या अब यसमा यसबाट चाहिँ। ए ल मैले है अब पानी हजुर होइन ठिक छ एकदम सुस्त जीवन। कहिलेकाहीँ त हुन्छ भने विचारले पनि बियर खाएको गेडी दुखेर त्यो पनि खानु दिँदैन केटाले। आज खाइदिनु न। पन्चरबाट गएको खोइ न त त्यो बियर त पहिला पनि खाएको पन्चरबाट गएर नाचेको उमा अनि बियर खाँदै भने मनिषा मारसँग र 3टा बियर मैले किनेर खाने चाहिँ 4-6जना जति भयो। एक कप त पुगेको थियो अनि खाएर झरेको झर्दै गेडी त टेक्नै हुँदैन खुट्टा दुखेर। त्यो मात्रै त्यो नाम मात्रै परेको बिहाको त्यो पहिलेदेखि नै भइसकेको थियो। अनि उमा भदौमा माछामा गर्दा तल्लो घरमा 1 कप खाएँ होइन जाँड खाना थिएँ। माछामा प्रसाद त खानु पो त विशाखामा खाना नभन्नु भन्यो मलाई जम्पाले। अनि लु नि त भनेर 1 कप खाएँ। अनि घरमा पनि खानै पर्यो त 1 कप खाएँ। न त्यसले बिसाएको न केले यसपाल त खाइनँ। अहिले त त्यस्तो भएको छैन होला नि गाह्रो भएको छैन होला नि भएको छैन। अनि उ गर्दा अब काठमाडौँ गएँ काठमाडौँ गएर दबाई खाएँ यहाँकोले भएन र अन्त आएपछि पनि बल्झिरहेको थियो। तोरीको तेल बेलुका बेलुका सेक घस्दै गरेर त अहिले दुख्दैन। त्यसो गरेर चाहिँ यो घुँडा चाहिँ दुखेको छ। अस्ति फेरि यहाँ फोइ ताना राम्रो टेक्नु भएन 1-2 दिन त्यो किन पर्खेको आफै मिलेर खान्छ बिचन पता। यो पूर्ण निको हुँदैन क्या यो युरिक एसिड बनेपछि। सरी अब खाले नै हुन्छ है त्यहाँ। अनि हजुर नाममा चाहिँ पैताले दुखेको भन्नुभएको होइन। हजुर कुर्कुचा मुनि पुरै हजुर मेरो चाहिँ गेडी हजुर। हेर्दै गर्नु होला म खानुपट्टि लागेँ है त। 1 hour later. अब खाना खानु लाग्यो है त हामी। खाना तयार पनि भयो। बिचरा आमाले बनाउनु भएको खै त डरै खाइयो नि त फेरि। ल अब म खान्छु है त खाना खान्छु। आपा तपाईँ खाना नखानु ने खाना ए तितेले सबै ड्याम्फु भयो जस्तो छ। खोइ त तपाईँलाई चाहिँ अनि सारिहाल्नु पस्किहाल्नु न सँगै खाउँ के। म पाहुना नि के अरे के पाउनुहुन्छ त म दिनु पर्यो खानु पर्यो पहिले। बोक्ने ठाउँै भएन। बोक्ने अब झोलामा नअट्ने को छोरीले दिएको अरे त्यो नातिनी त्यो को हो भने शमशेर धामीको छोरा यहाँ आएको थियो नि चिन्ता छोरा आएको थियो नि एकजना उसको छोरीले जेठीपट्टिको छोरी कुवेतमा छ। हजुर छुट्टीमा आएको थियो। अब मलाई उता चाहिँदैन खासै बाजे राख्नुहोस् है भनेको थियो। अनि हजुर हजुर दियो ल म लिएँ है त। अनि त्यो सैराजा भन्ने ठाउँमा जाँदा कान्छी भनेर उ गरेको चाहिँ को हो रोशनसँग गएको
रोशन दामीसँगै गएको कान्छी भन्नुभयो नि त्यो पातली ऊ त्यो पातली रक्सी चाहिँ सेतो जस्तो लाउने त्यो चाहिँ हाम्रो घरदेखि अलिक माथि त्यो माथिल्लो घर दिलकुमारको घर भयो दिलकुमारदेखि माथिल्लो घरको उसको ऊ पनि बनाउँछ के अरे भिडियो होइन उसको पनि कहिले हेर्छु तर अझ लागेको छैन होइन उसले धेरै भइसक्यो लगाएको छैन पहिला त हेर्थेँ हजुर। पनि म त योजना जस्तै स्वर लाग्छ क्या त्यो खुसीको ए एकदम तगडा फर्साइले बोलाइ छ एकदम फ्रेङ्की छ योजना जस्तै स्वर लाग्यो अनि त्यो उसको भिडियो बनाउँथ्यो उता कता कता गएको त्यो तलतिर उता मासु दिनु के जाति भन्दै त्यो के थुप्रो हेरेको थिएँ त्यो खुसीको पनि भिडियो हो हजुर उसले बनाउनु छोडिरहेको अनि त्यो भुजी जस्तो त्यो भिडियो बनाउने भुजी जस्तो लाग्यो क्या त्यो रक्सी यसरी चढायो नि त हो कान्छी अब खानु भनेर तपाईँले दिनुभयो हो अनि चढायो मात्रै उसले जो नाचेको सदा नाचेको ऊ पनि लाउनु भएछ टिकटक राति हेर्नु बारीमा टिकटकमा आएको थियो अब म घरतिर लागेँ है मलाई यहाँ केरा एक झोला लगाइदिनु भएको छ पहेँलो त्यो चाहिँ म वहाँ गएर देखाउँछु छुटो त भएको छैन होला नि है छुटो त नहोला ल म चाहिँ अब लागेँ है त पुग्यो ल आमाले तगारो लाएर पनि गइसक्नु भयो गर्मी त आम्मामा हैट ल है त म उतैको देखाउँछु तपाईँहरूलाई ओके बाबाई यो चाहिँ शुक्रबारे पञ्चदेवबाट अवस्थित हाट बजार लाग्ने यो चाहिँ टहराहरू बनाइएको छ पोडा दाउरा होला यो सायद